नमस्ते गाइस, मेरो नाम चाहिँ हो गङ्गा। म मेघालयमा बस्छु र तपाईहरुलाई म देखाउँछु आजको भ्लगमा कि मेरो मेघालयको यो जग्गाहरु कस्तो छ। हेर्नुहोस्, यस्तो यस्तो छ। मोबाइल चाहिँ यति राम्रो छैन है, आइफोन पनि होइन मेरो फोन है। यस्तै हो अब होइन, गरिब दुखीको क्यामेरा यस्तै हुन्छ। यो चाहिँ मेरो छोरी हो। औ ए गाइस हेर्न, मान्छेहरु पनि कस्तो कस्तो हुन्छ। यति सानो चरा चाहिँ किन मार्नु पर्यो होला। हेर्नु त, यसको यो बिचारा यसको कति सास बोकेर आएको थियो होला। यसले कति आफ्नो छोराछोरीको लागि यसले चारो खोज्न लागेको थियो होला। तर यहाँको मान्छेहरूलाई यसको केही परवाही छैन। यस्तो यसलाई अब के गरौँ गाइस। के खाएको नानी? तपाईहरुले के खानु हुँदैछ? काँक्रा। अनि गाइसहरूलाई हेलो गाइस भन्नु न त। नि हेलो गाइस, के गर्नु हुँदैछ भन्? के गर्नु हुँदैछ? त हैन, मेरो छोरी पनि एकदम गाइस गाइस भन्नु पनि बेला भइसकेछ अब हैन। मेरो चर्नर देखाउँछु गाइस। म चाहिँ के भन्न चाहन्छु भने हैन, तिमी पनि बोल्छौ। टेस्टी रहेछ त। अलिअलि अमिलो छ गाइस। काँक्रा पनि यो अलिक बुढो भइसकेको हो कि मेरो छोरी गम्मै खाइदिन्छ। लु खाऊ त छोरी बाबु। देख्नु हुँदैछ मुख यसको? मिठो लाग्दैछ। फ्यान्टास्टिक। तिमीले साधेको बहिनी काँक्रा कहाँबाट ल्याएको? बोजूकोबाट। तिम्रो नाम के हो? अनि गाइसहरूलाई नमस्ते गरिदेऊ नि त। अनि पो गाइसहरूले लाइक दिन्छ त। तिमी पनि नमस्ते गरिदेऊ बाबु। नमस्ते गाइस। हजुरहरूलाई भन्न। हजुरहरूलाई। अनि गाइस, यहाँ अर्को चाहिँ उनीको बहिनी है। यहाँ मेरो पछाडि बसिरहेको थाल्यो। के गर्दैछ भने मलाई फर्केर पनि हेरेको छैन। र तपाईँहरूलाई अब के भन्नु भने नि, अब मेरो यो सानो भ्लग है। आज मैले फर्स्ट चाहिँ भ्लग बनाएको, त्यहाँबाट मैले पहिला अब तपाईँहरूलाई के भन्नु होइन, म तपाईँहरूलाई मेरो यस्तो खाइसक्यो। दुईटा खाइदिएको। अनि कस्तो रहेछ? मिठो रहेछ। बाई बाई गाइस भन्दै। बाई बाई गाइस। अनि गाइस, तपाईँहरूलाई म के देखाउँछु भने नि, मेरो घर देखाउँछु र अनि मेरो घरको अनि त्यो फुलहरू हुन्छ नि हो, यस्तो मेरो गार्डनहरू अब होइन। मेघालयमा अब सबै यस्तै छ। र पनि म सानो मैले एकदम सजाएर राखेको मेरो घरमा फुलहरू होइन, म तपाईँहरूलाई देखाउँछु। आज चाहिँ कति दिन पछाडि घाम लागेको छैन, तर यहाँ घामै लाग्दैन गाइस। के गर्नु नि, जहिले पनि पानी नै परिरहेको हुन्छ कि। आज चाहिँ बल्ल बल्ल घाम लागेको छ। र तपाईँहरूलाई म यो मेरो यताको यो घरहरू आजको भ्लगमा म सबै तपाईँहरूलाई देखाउँछु ल गाइस। म अब घरतिर लागेको गाइस है। मेरो घर चाहिँ यो हो गाइस, यो हो। अब होइन, छानामाथि के लौकाहरू छ। अब नेपालीहरू त सबैलाई थाहा छ लौका भनेको के हो। हाम्रो ओरिजिनल सब्जी हो कि। एकदम कुखुराको मासुमा चाहिँ पकाएर खायो भने साह्रै मिठो हुन्छ। यो बाख्राहरू हो। यस। अनि नानी, तिमी कति क्लासमा पढ्दैछौ? क्लास बी। ओ ओके। ओ तिम्रो दिदी हो त्यो गाइस होइन। यिनीहरू भर्खर फ्यामिलीवाला आएको यहाँ होइन। अनि तपाईँहरूलाई म के देखाउँछु भने नि, मेरो फुलहरू हेर्नु। अब होइन, तपाईँहरूलाई मेरो फुल त देखाउनु, यो घामले के देख्नै पाउँदैन मजाले। यहाँ हेर्नु गाइस, यो हो मेरो सानो होम गार्डन। अब होइन, मेरो फुल फन त अलिक राम्रो पनि छैन। यस्तो फुलहरू घामले मरिसक्यो गाइस। फुल छ अरे के। तपाईँहरूलाई देखाउनु थियो मेरो फुल कस्तो लाग्यो। राम्रो छ? राम्रो छ भने कमेन्ट गरिदिनु प्लिज। तपाईँहरूको घरमा छ भने। मैले यता सबै लगाएको छु। यता छ। अब होइन, एक दुईवटा त
टेमाहरू अब किन्नु सकिँदैन मेघालयमा अब पैसाकै कमी छ सबै तपाईँहरूले देख्नुहुँदैछ यहाँ फुल ए यो फुल पनि राम्रो छ एकदम यसलाई नेपालीबाट थिउरी फुल भनिन्छ अनि तपाईँहरूकोमा अब यस्तो होम गार्डन फुलहरू छ भने तपाईँहरू पनि कमेन्ट गरिदिनु होला सो मेरो होम चाहिँ यो हो होइन अब भत्केको जे भए पनि अब मेघालयको यस्तै हो घरहरू यस्तै हो गाइस हेर्नु मेरो चाहिँ यो सुत्ने ओछ्यानो यता लुगाहरू छ यता सब्जीहरू छ गाइस होइन अनि यो घर हो अब होइन मेघालयको यस्तै हो तपाईँहरू एकदम छि कस्तो घर रहेछ भनेर चाहिँ नभन्नु हामी अब गरिब दुखीहरूको यस्तै हो कता गाइसहरू त यस्तै होला घर गाइसहरूको पनि एकदम हाम्रो के भन्नु अब तपाईँहरूलाई होइन अब यस्तै हो मेरो चाहिँ फुल देखाएको आजको मिनी ब्लगमा आजबाट म स्टार्ट गरेको छु र मेरो घरमा लौका मैले जे भनिनँ त्यो एकदम भर्खर यत्रो हुँदैछ हेर्नु अब यसलाई म कुखुराको मासुसँग पकाएर खायो भने एकदम टेस्टी हुन्छ र यसलाई यहाँ माथिबाट लगाइदिएको छ घाँस यस्तो यहाँबाट यहाँ लगाइदिएको छ र मेरो बगानहरू हेर्नु सक्नुहुन्छ यहाँ सबै यहाँ के छ भने यहाँ हाम्रो सोलर सुकाएर आएछ यो सोलर किनकि यहाँ मोबाइल चार्ज गर्न चाहियो नि त गाइस पानी पऱ्यो भने यहाँ लाइन यता हुँदैन र यहाँ फर्सीको गाँस छ यहाँ के सब्जीहरू छ होइन तपाईँहरू देख्नुहुँदैछ यहाँ इस्कुसको गाँस छ मेरो घरमा त सब्जी सबै छ गाइस म त सब्जी पनि यति किन्नु पर्दैन इस्कुसहरू पनि टाढो रहेछ हौ तर अहिले देखाउनु कसरी तपाईँहरूलाई अब